आज हाम्रो चाहिँ यात्रा सुरु हुन्छ देमाची स्टेसनबाट। पानको मुटुभित्र यसो छिर्ने बित्तिकै एक डब्बावाला ट्रेन पनि आएको। त्यही ट्रेनमा सरर चढेको। अनि त्यसपछि गर्मीले त झन्डै मर्न थालेको। बाटो खोज्दै हामी अगाडि बढ्यौँ। राइटतिर यसो पुल पनि तरेको। तल हेर्दा नेपाली दाइहरू पनि देखेको। दाइ रमाइलो गर्नु है भनेर हात हल्लाउँदै हिँड्यौँ। उनीहरूले पनि हाँस्दै हाँस्दै बाई पनि गरे। हामी चाहिँ फेरि अगाडि बढ्यौँ। हामी चाहिँ उकालो चढ्ने ट्रेन चढ्न आएको। यसो भाडा हेर्दा हाम्रो सातो पनि गएको। त्यही पनि टिकट हामीले काटे। यो ट्रेन चढेको पनि 100 वर्ष पुरा भएछ। एसी किन छैन यार भनेर सबैले गुनासो गर्यो। ट्रेन कुद्न थालेसी बुझ्यो नेचुरल हावाले मन नै जित्यो। माथि जाँदा जाँदै अर्को ट्रेन पनि आयो। ए अब के हुन्छ भने एकछिन सातो पनि गयो। ल बाई बाई गरेर हामी चाहिँ माथितिर लाग्यौँ। हामी माथि पनि अब बल्ल बल्ल पुग्यौँ। पुगेपछि ओर्लिन परिहाल्यो। पुगेपछि जङ्गलको भ्यू पनि हेऱ्यौँ। मलाई त कस्तो नेपालको सम्झना पो आएको होला। नेपाल जाने दिन पनि कहिले आउँछ होला। आइफोनबाट भिडियो खिचे जुम गरी क्योतो सहर पनि हेऱ्यो मनै भरि। भ्यू हेरेसी पेटले बोल्यो बोस अब खाना खोज भनेर करायो। पानीपुरी देखिसी रोक्न सकिएन। एक प्लेटले भोकलाई पनि लात हान्दियो। भोक मेटेपछि ऊर्जा बढ्यो। हातको एक्सर्साइज गर्नलाई त्यहाँको गट्टा पनि खेल्यौँ। हाँस्दै दिन पनि बितायौँ। खेलिसकेपछि थकाइ लाग्यो। जुसले इनर्जी फेरि जगायो। जापानले पनि म जस्तो सोझो रुख रोपेछ। हेर्दा मन नै खुसी भयो। तल बेसी झर्न पनि ढिलो भयो। तर भ्यूले सबै बिर्सायो। खोला यति सफा छ कि देखेपछि स्विमिङ गर्न मन लाग्यो। स्विमिङ गर्न हामी खोलातिर लागे। ना इससे बड़ी मेरी कोई खुशी मुझे देखो जो हंस कर तुमको कुछ भी होने ना दूंगा। स्विमिङ गर्न नआउने म पानीले झन्डै बगायो। ए हिरो बचा भनेर सबैले हँसायो। पौडी खेल्दा बुढीले पनि जिस्काउँदै रमाइलो पनि गर्यो। म चाहिँ लाजले मुस्कुराउँदै केही नभए जस्तो गरे। यहाँको पानी नेचुरल ज्याकुजी जस्तो। बडी रिल्याक्स, माइन्ड फ्रेस, दिनभरि पर्फेक्ट। आनन्द आएपछि भित्रको किङकङ पनि जाग्यो। इनर्जीले फेरि सबैलाई हँसाए। मनमा डर भए पनि मुखमा हाँसोको कमी भएन। यात्रा सकियो। समय पनि बिस्तारै बग्यो। बाँकी सबै यादको लागि तस्बिरहरूले सम्झना मनमा राख्यो।